हेलो नमस्कार, स्वागत छ सबैजनालाई सुनिता साइनिङ युट्युब च्यानलमा। सबैको दिन शुभ बितोस्। हाम्रो दिनको सुरुवात चाहिँ आज रातो फुलदेखि भएको छ। सबैजनालाई रातो फुल मनपर्छ। आशा छ मेरो भिडियो पनि रातो फुल जसरी मन पराइदिनु हुनेछ भने। आज हामी चाहिँ बुटोलमा लगाइरहेको प्रदर्शनी मेला हेर्न परिवार भएर हिँडिरहेका छौँ। राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला 2082 को आउनुभयो कमेन्टमा लेख्नु चाहिँ नबिर्सिनु होला। अब चाहिँ टिकट काट्न मेरो हस्बेन्ड गइसक्नु भएको छ। यो वर्षको जाडोले गर्दाखेरि बुटोलमा बढी गाह्रो भएको छ। जाडो पनि यति छ कि कुरै नगर्नुहोस्, मेरो छोरीले 3 जोर कपडा लगाएर आइदिनु प्रदर्शनीमा। जाडो निकै नै बढेको छ बुटोलमा। आफ्नो ख्याल सबैले गर्नु होला। काम नदेखेको त 5-6 दिन भइसक्यो। अब चाहिँ हामी गेटभित्र जाँदैछौँ। हेर्नुहोस् है त, रमाइलो छ। आज चाहिँ आइतबार सोमबार भएको कारणले, सोमबार नै मङ्गलबार भएको कारणले खासै मान्छे चाहिँ देखिएको छैन। स्कुल बिदा हुँदा चाहिँ धेरै नै मान्छे हुँदो रहेछ, भिड हुँदो रहेछ। हामी चाहिँ स्कुल नभएको मौका छोपेर बच्चासित आउनुपर्ने, त्यही भएर भिडभाड नहुँदा दिउँसोको समयमा आएको। हजुर कहाँबाट हेर्दै हुनुहुन्छ, को आउनुभयो बुटोल प्रदर्शनी, कमेन्ट गर्न नबिर्सिनु होला है त। बाउ छोरीको आफ्नै पारा छ। यहाँ पोरे मन्दिर थियो भने असम क्रिसमसको रुख होला, सायद क्रिसमसको रुख रहेछ। क्रिसमसकै बेलामा परेको थियो प्रदर्शनी, त्यही भएर क्रिसमसको एउटा रुख बनाएर राखिएको रहेछ। छोरीलाई त्यो के हो बाबा टिपिदिनु भन्दैछिन्। बाबाले टिपे चाहिँ गरेर हातमा दिइ पनि हाल्नुभयो। के छ त औद्योगिक मेलामा, हेर्दै जानुहोस् है। यो औद्योगिक मेला कहाँ लागेको बुटोल भन्नु होला। बुटोल ठ्याक्कै चौडा 5 स्टार होटेल अगाडि। मुक्तिनाथ मन्दिर, ल गेट यहाँ बनिरहेछ रहेछ मन्दिर। हाम्रो ऐतिहासिक भैरव स्थान जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नभन्नु होला है त। मेरो छोरी फेरि एम्बुलेन्स आवाज सुन्दा डराउने मान्छे, फेरि दिउँसो भयो बिना त सबै एम्बुलेन्सको आवाज सुनेरै डराएको। बाबा पाएर हेर्न जम्मा भयो। हामी अब भित्र छिर्यो है त। स्कुटीदेखि सुरुवात हुन्छ है। कुन स्कुटी किनिदिनुहुन्छ बुढो भनेको रातो भन्नुहुन्छ। मलाई स्कुटीदेखि डर लाग्छ। जिमको सामान, हेलमेटहरू चाहियो भने आउनु होला। सोफा, खासै त्यस्तो केही देखेन। सुरुवात भएर हो कि छोरीलाई छिटो जाम बाबा भन्दै तानिसिन्। हतार छ अगाडि जान। भिड पनि छैन, आनन्द खुल्ला रहेछ। असम अर्ग्यानिक, यो चाहिँ प्लास्टिक होइन है, यो चाहिँ अर्ग्यानिकै हो।
खुल्ला छ, आनन्द बच्चा बच्ची लिएर घुम्न हिँड्ने खालके खुल्ला रहेछ। बेबीलाई हेरी चिप्लेटी देख्न आउँदैन, चढिहाल्नुपर्छ, उसलाई डर पनि छैन। भयो बच्चा न हो। मेरो छोरीको चकचक डराएको छु। बाबा नआउँदासम्म ऊ झर्नै खोज्दैन, बाबा आएपछि बल्ल ढुक्क, त्यति ढुक्क बाबाको काख। बाबालाई लतारै छिन्। हेर्नुहोस् भाँडाहरू ठिकै थियो, सबै राम्रै थियो, त्यति महँगो थिएन। बच्चाको पढ्ने किताबहरू पनि रहेछ सबै। पढ्दैछ नि त, खै हामी त हेर्दै हिँड्यो, खासै त्यस्तो केही पनि ल्याइएन। बच्चाका पिङहरू, स्विमिङ पुल रहेछ। मेरो छोरी पाएपछि हिँड्न खोज्दैन। अझै रिगाउनु बाबा, अझै रिगाउनु भन्दैछिन्। बाबालाई फोटो खिच्ने हतार। छोरी आफ्नै पारामा रिगिरहेछिन्। त्यो फुल घरदेखि अलि अगाडि लिएको फुल अझैसम्म हातमै छ। फुल भनेपछि छोरीलाई साह्रै मनपर्ने, सायद छोरी मान्छे भएर होला। यो के हो बाबा भनेर डराउँदैछिन्। मोटु भनेको त्यो पेड देखेर डराइछिन्, जुगा देखेर छुन्छु भन्छन्, हिम्मतै आएको छैन। हेर्नै डराइछिन्। हक गर भनेको मानिन्, भागिन्। बाबा छुन्छु भन्छन्, डराउनिन् फेरि उसँग। हेरेला मूर्तिसँग छुन जाने अरे। असम चाहिँ मलाई त्यस्तो खास केही लागेन। दादा दिदी खेलेको दिएर उसलाई फेरि एक्सर्साइज गर्न मन लागिसक्यो। छोरीले भनेपछि बाबा फेरि नाइ, जेमा पनि तयार भइदिइहाल्ने। एउटा हेङ्गर लान्छु भनेको फर्किँदा लाने भनिहाल्नुभयो बुढोले। फेरि धेरै सामान लगेर पनि बोक्दै जाने, कता राख्ने, कहाँ बच्चासित गाह्रै हुने, त्यही फर्किँदा लिएर आउने भन्ने कुरा भयो। छोरीलाई सफा मन पर्यो अरे। बाबाले पकाउँदै हुनुहुन्छ, ठुलो घर बनाएर तिमीलाई सोफामा राख्छु छोरी भन्दै। खासै केही देखेन मैले, त्यही भएर राम्रोसँग देखाएको छैन है। जस्तो देखिएछ त्यस्तै हेर्नु होला। ओम नमः शिवाय। ल उसले भगवान् देखिसकिन, अब नमस्ते गर्दैछन्। भगवान् देख्ने हुन्न, जहाँ भयो नि नमस्ते। गुड। यहाँ जुसवाला दाइले फेरि जिस्किदिएर रोउन हाल्नुभयो। मेरो छोरी रोएछन् है अहिले, हेर्नु जुस चाहियो अरे यो जाडामा। तर असम स्टलहरू सबै खाली देखेको थिएँ, त्यस्तो पोहोर जस्तो भिड थिएन। बाबाको बिजोक, छोरीले लतारेर। अब कपडा पसलतिर आइयो। मिठाई, यो पेडा मिठाई चाहिँ हाम्रो बाबा इन्डियाबाट आउँदा जहिले पेडा मिठाई लिएर आउने, त्यसैको याद आयो कि। ल पानी खान्छु भने पानी किनिदिएको, खुसी भएर। अब बाउ छोरी पापा कि परी हुने नि। म चाहिँ असम खासै त्यस्तो केही पनि देखेन प्रदर्शनीमा।
हुन त हामी खास किन्न भन्दा हेर्नै गएको हो। किन्न त अब जति बेला आफूलाई आवश्यक छ त्यति बेलै किन्ने हो। मेरो छोरीलाई जति खेलाउन भए पनि खेलाउन देख्नै हुँदैन। सन्चो नभएको बाबालाई घुमाइछिन् छोरीले। पापा कि परे उफ्रेको उफ्रे दौडेको दौडे थक्काउनै हालेको हामीलाई त। केटाकेटी भएपछि यत्तिको चकचकी त हुनै पर्यो नि। यताबाट फकाएर लग्यो फेरि अर्को खेलाउन देखिहाल्ने। आँखै खेलाउने म छ छोरीको। यो भिटामिन चाहिँ हाम्रो नजिकैको दाइको भिटामिन क्याफे। मिठाई चाहियो अरे, खानै पर्यो अरे। बाबा खोलिदिनुहोस् खुसी भएर। अब खान थालिन्। माथिबाट निकालेर खाइदिनु हुन्थ्यो नि, सबभन्दा फेदको खाँदैछिन्। त्यस्तो छिन् छोरी चाहिँ नि। कसरी खान्छन् यतिखेर सकाइहाल्छन् त्यो कम खाइदिएर। मम्मीलाई देऊ भनेको नाइ अरे एक्लै खाने अरे। हेर्नु कसरी खाइछन्। मेरो छोरीको खुवाइले मरद छ के। यम्मी छ अरे। देख्नुभयो त कसरी खाँदैछिन्। केटाकेटीलाई जति बाहिरको चिज खुवाउन भने पनि के गर्नु। बाहिर घुम्ने गरेपछि उनीहरूलाई सबै अलरेडी थाहा भइरहेको हुँदैछ। अचार ल्याउँछु भनेको अचार खासै राम्रो लागेन। अझै रुँदैछिन्, अझै के चाहिएको छ मेरो छोरीलाई। घर जाम भन्दैछिन्, झ्याउ लाएर हिँड्दा रुँदैछिन् बाबाले त। जाडो बढी जाडो, असमबुटोलमा धेरै जाडो छ। यति जाडो कि कुरै नगर्नुहोस्। हिँड्दा खुट्टै दुख्ने। कहाँ हो बाबु छोरी खोज्दै हुनुहुन्छ कहाँ पुगे भन्दै। छुट्टीमा छुट्टी लिएर घुम्न हिँडेपछि मलाई आनन्द हुन्छ। छोरी चाहिँ मैले एकचोटि पनि छोप्नै पर्दैन क्या। अलि नन स्टप बाबासँगै खोइदिनेसम्म पनि बाबाले नै हो। उसलाई घोडा मन पर्यो अरे, घोडा चढ्न पर्यो अरे। खुसी भएर लिएर जान्छु भन्दैछिन्। बाबा दङ्ग पर्नुभएको छ छोरी देखेर। भयो बाबा ल भयो भनेको तँले त लिएर जानलाई पो जाइछ। लैजाऊँ भन्दै लतार्दैछ, सबै हेरेर हाँस्नु पर्थ्यो। बच्चाहरूले त जे पनि लैजाऊँ भनिहाल्छ नि। अब भने जति त कहाँ पुर्याउन सकिन्छ र। अब यो खेलाउनमै खुसी छन् उनी। एउटा भए पुग्यो। मेरो बुढोलाई कुरौनी खान मन लाग्यो अरे, तर मलाई चाहिँ यो कुरौनी मिठै लागेन है। हामीले घरमा बनाएको त अर्कै हुन्छ, यिनीहरूले बनाएको त खै के हो कुरौनी त भन्दै थिए।
जुत्ताहरू चाहिँ मिलेर पाइएको थियो, सबै 1100मा थियो। जुन लगाए पनि 1100। मेरो बुढोले सेन्डी लैजाऊ भनेर हत्ते, लैजाऊ कि लैजाऊ चिनो हुन्छ भनिरहनु भएको थियो। मैले जहिले आवश्यक पर्छ त्यहिले लिन्छु, अहिलेलाई छ भयो हिँड्नुहोस् भनिरहेको छु। उसलाई मन परेछ यो लैजाऊ गरिरहनु भएको थियो। सेल जुन जुत्ता लगाए पनि 1050, लेडिजको 1100, जेन्ट्सको 1050 थियो। ठिकै थियो, मिलेर पाइयो त्यो सामानहरू। जुत्ता राम्रो राम्रो थियो। बुढोलाई एकजोड लिनुहोस् भनेको छ, मलाई पर्दैन भन्नुहुन्छ बुढोले नि। फेरि मेरो छोरी चिजबल खान गएको, जोकर जस्तो त्यो मकरा देखेर डराएर अगाडि नै सरिन। गाउँमा हुँदा चाहिँ प्रदर्शनीको महत्त्व हुने, रमाइलो लाग्ने, प्रदर्शनी लाग्छ अरे जाम नभन्ने। तर बजारमा आइसकेपछि प्रदर्शनीको वास्तै नहुँदो रहेछ। हामी बल्ल एक दिन गयो, त्यही पनि बच्चासित गाह्रो भयो। यता दौडिने उता दौडिने, जाडो उस्तै, जे होस् रमाइलै भयो। ल अब हामी चाहिँ भित्र ग्राउन्डभित्र अब कलाकार गाउनेतिर आइयो है। स्टलहरू त्यति नै हो। अब भित्र त्यो खानेकुराहरू के छ त्यही हो। भित्र ग्राउन्डमा मेरो छोरी बिन्दास एक्लै नाच्दै छिन्। टोपी हल्लाउँदै टोपी निकालेर यस्तो मोटी पेन्गुइन जस्तो देखियो, धेरै कपडा लगाएर। नचला छोरी भनेको मान्ने भएको। ग्राउन्ड देख्ने, मान्छे देख्ने, यता दौडेछ उता दौडेछ होइन। सबैको बच्चा यस्तै हो कि मेरो मात्रै हो कि? आफ्नै पारा छ उसलाई नाच्ने गीताउने। हामी चाहिँ बस्यो है, छोरी धेरै हिँडिन् अब समातेर ग्राउन्डतिर। अगाडि नाचगान भइरहेछ, त्यही हेर्दै बस्दै गर्न थाल्यो। छोरी कहाँ दौडिम भइसक्यो छोरीलाई। रमाइलो थियो। हामी चाहिँ छुट्टीको बेला परिवार फ्यामिली भएरै हिँड्छौँ। मेरो बुढो साथीभाइ भनेर त्यस्तो साथीभाइसित चाहिँ हिँड्नुहुन्न। तिमीहरू पनि कहाँ जानु छ र, घरै त बस्ने, ल जाऊँ बिदा, एक दिन छुट्टी लिऊँ जाऊँ भन्ने, दिनभरि घुम्ने, बेलुका भएपछि घर आउने। अर्को दिनहरू फेरि आफै नै बिजी बिजनेस त्यस्तो हो। खै म त उहाँलाई चिनिन नयाँ नयाँ लाग्थ्यो, तर डान्स चाहिँ राम्रो थियो। फुल डान्स राख्दाखेरि भिडियो लामो हुने। हामी चाहिँ ठुलो कलाकार आउँदाखेरि बसेन, किनकि राति हुने। अब कलाकार भन्ने ठुलो कलाकार चलेको कलाकारलाई जहिले राति रहने, 7-8 बज्ने 9 बज्ने। अब यो जाडो महिनाको 7-8 9 भनेको 12-1 बजे जस्तो हुने। त्यही माथि बच्चासित, त्यही माथि लहरे तुसारो के भन्छ, टाउकाभरि चिसै। हामी चाहिँ समयमै निस्क्यौँ, बसेनौँ रातिसम्म। मेरो छोरी त नाचेको गीत बज्न हुन्, यस्तै बुरुक उफ्री आफ्नै पारा झुले, अघि पछि कसैलाई हेर्दैन के। यही हो जिन्दगी रमाइलो भनेको। रमाइलो सुख शान्ति केही नसोच्ने भनेको बालापनको उमेर रहेछ। अब त हामी खोजेर पनि पाउँदैनौँ यो उमेर। अब चाहिँ फोटो पनि खिच्यो नि त। फोटो हेर्नुहोस् है त, अब फ्यामिली फोटो हामी आएको यति नै हो। यति नजिक आइसके, यति नजिक प्रदर्शनी लगाएपछि त अरू दिँदैन नै छन्। हामी पनि एक दिन भए पनि जाउँ न भनेर हिँड्यो। अब चाहिँ हामी निस्केको है प्रदर्शनी हेरेर। अलिअलि सामान किनेको सामान चाहिँ देखाएन मैले, किनकि अब हामीलाई धेरै चाहिने भनेकै
त्यो सर्फ साबुनहरू चाहिँ एकदम मिलेर पाइएको थियो। रिच सर्फ चाहिँ 5 किलोको सर्फ एउटा बाल्टिङ अनि एउटा पिर्का पाइएको थियो। अनि त्यसपछि बाहिर 100 रुपियाँ भाँडा धुने साबुन 12वटा आउँछ भने त्यहाँ 20वटा पाइएको थियो। धनी पैसा हुने मान्छेले क्वालिटी खोज्छन्, हामी क्वान्टिटी खोज्छौँ, फरक यति हो। अब चाहिँ निस्केको है हामी अन्तिम चरणमा आयो। छोरी थाकेर पोस्त भएछिन्, फेरि पनि हिँडिछिन्। बाबा बोक्नु भन्दिन्, हिँड्न पाएपछि ननिस्टप हिँडेको हिँडै हो। अलि कोठामा बसिरहने भएर होला के अरे, हिँड्न चाहिँ रमाइलो मान्छन्। ल हेर्नुहोस् नाइट भ्यू कस्तो राम्रो देखेको लाइटिङ। त्यति धेरै मान्छेको भिड चाहिँ थिएन है आज। हामी त्यही पनि छिटै निस्क्यौँ। अब कलाकार आउने बेला बल्ल भयो थियो। 5:30 बजे नै निस्किहाल्यौँ। जाडो बढी छ। यो प्रदर्शनी लगाएपछि बुटोलमा घामै देखिन्न। वर्षै नै यस्तै हो। हेर्नुहोस् केटाकेटीलाई खुसी बनाउन के जानेको के जहाँ केटाकेटी छन् त्यही अगाडि ल्याएर चाहिँ देखाइदिँदै हिँड्छन्। अनि बच्चा बच्ची त भुतुक्कै भइहाल्ने। अनि आमा बाबालाई टेन्सन लिइदिनै पर्यो। आँखा घोच्ने हो कि भन्नुपर्ने। है अब चाहिँ लास्टतिर निस्क्यौँ हामी। सबैले हेरेर साथ दिनु होला, माया गरिदिनु होला। यस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। ठुलो ब्लगरहरूले सानो ब्लगरहरूलाई नि यसो साथ सपोर्ट गरिदिनु होला। केही फरक पर्दैन। न तपाईँले पैसा तिर्नुपर्छ, न त तपाईँको समय बर्बाद नै हुने हो। त्यही लाइक गर्ने, कमेन्ट गर्ने, सेयर गर्ने, सब्सक्राइब गरिदिने, बस यति होला। बाई बाई। यो चाहिँ बुटोलको 5 स्टार होटेल चौडा। बाई बाई सबैजना, धेरै माया ल। बाई।